Hello guys, welcome to my vlog हैन मैले चाहिँ आज इटाभाटादेखि भ्लग सुरु गरेको छु तर यहाँ यसो रहेछ गर्मी धेरै छैन बिहान भइरहेछ भर्खर अनि म डाउन जाने भनेको डाउन त नजान सकिला भन्ने जस्तो लागिरहेको छ हैन अब के गर्ने भनेर दुधारमा छु म अब हेरौँ न के हुन्छ के गर्ने त अब राउन्ड हानेर त हुँदैन होला यस्तो हैन राउन्डै हान्दिउँ इटाभाटाको टक्क लाएर यो चाहिँ पुरानो मोडल हो हैन गाइस पुरानो मोडल हो यो मलाई चलाउनलाई पनि गाह्रो भइरहेछ पुरानो मोडल भएर पसिना धर्र आइरहेछ हैन आज यु क्यान सी कतिको भ्यू आएछ एंगल मिलेछ कि छैन थिट हेर्न सक्नुहुन्छ इटाभाटाको भ्यू हैन त्यति राम्रो त आएको छैन होला सायद लेट्स सी यो कराउन पनि धेरै कराउँछ के पुरानो मोडल हो हैन चलाउन चाहिँ गाह्रो हुन्छ गाह्रो छ गाह्रो अब ल्याएरै लाने यतातिर पुरानो मोडल हो कि गाह्रो छैन चलाउन पनि नसक्ने खालको यो झन् मैले रिपेयर नगरेको धेरै भयो हैन पुरानो मोडल धेरै इस्युहरू छ प्रब्लमहरू छ अब स्टे ट्युन हैन हेरौँ न अब एक राउन्ड मात्र हान्ने हो 5-6 मिनेट लगाएर एक राउन्ड हान्ने विशाल लाने हो कि भाइ भनेपछि किन भनेपछि भन्न त मिल्दैन हजुरहरूलाई थाहा छ त किन भनेर जाने छ एकैछिन क्यामेरा एङ्गल मिलाउँ भने जानु पर्यो ल क्यामेरा एङ्गल पनि मिल्यो अब सरर जाने हो हैन गाइजहरु आहा किसिमै पुरानो मोडल भएर होला हैन तान्नलाई पनि गाह्रो ओ यहाँसम्म आयो बल्ल तल्ल गरेर क्यामेरा चाहिँ बाङ्ग्यो कि गाइज हैन क्यामेरा थेट फेरि भ्लग यसो हाने मैले क्यामेरा एङ्गल मिलेको थिएन त्यसैले मैले फेरिदेखि भ्लग स्टार्ट गरेको छु अब घुमेर आउँछु म हल्का भ्लगमा त लामो क्लिप्सहरू चाहिन्छ अन्त गाइज सेकेन्ड थर्ड भ्लग हो यो यस्तो खालको अब यो रेकर्ड गरेर मात्र राख्ने कि चलाउने भन्ने हो यतापट्टि बाटो छ कि छैन हेरौँ अनि पछि जानु पर्ला भनेको बाटो नै छैन जस्तो बाटो छैन रहेछ नि बिजो भन्छु मलाई छैन रहेछ अहिले फेरि घुम्नु गयो गाइज
झर्नै पर्छ धान्दैन साइकलले होइन कस्तो आइरहेको छ भिडियो एङ्गल क्वालिटी होइन थाहा भएन एक्लै बोल्न पनि झ्याल लाग्छ मलाई त भ्लगतिर फर्स्ट टाइम हो हेर्दै जाऊँ न कस्तो हुन्छ यो पुरानो मोडल भएर पनि होला होइन गाह्रो हुँदो रहेछ चलाउनलाई चलाउन त फेरि चलाइदिन्छ होइन अब पुरानो मोडल छ यसको फेरि ब्रेकले काम गरेन भने फेरि मरिहाल्यो नि ल चल्दिउँ म चाहिँ होइन गाइस आहाई भिडियो क्वालिटी कस्तो आएको छ थाहा भएन मलाई चलाउन चाहिँ मजा आइरहेको छ होइन एउटा हातले थामाउनु पऱ्यो एउटा हातले चलाउनु पऱ्यो चलाउनु त अफ रोडमा पनि हानिदिन्छु म पहिले क्यामेरा एङ्गल सेट हानौँ न आहाई मलाई त चलाउन मजा आइरहेको छ बट अहिले मेरो स्थिति देखाउँछ होइन हजुरहरूलाई कतिको पसिना भएको छु म यहाँदेखि सायद ब्रेकले थाम्दैन पुरानो भइसक्यो साइकल जति ब्रेकले नधाम्ने खालको क्या नभए यस्तोमा त मैले फेरि चलाइदिन्छु यस्तो हेर्नु त गाइस ब्रेकले यहाँ चाहिँ धाम्यो नभए तलतिर खस्थेँ म यहीँ तल खस्थेँ यहाँ तल खस्थेँ चलम चलो गरेर चल्दिने हो के भन्ने र भिडियो एङ्गल कस्तो आइरहेको छ गाइज के भयो यहाँ कराउँछ त अब साइकल त कराउन थाल्यो बु ब्रेक लाग्दैन के पहिलो कुरा गाइज होइन गाह्रो छ हेर्दामा फेरि धान्नैले ब्रेकले थाम्दैन गाइज होइन अब के चाहिँ सकिन्छ र ब्रेकले थाम्दैन भने थाम्दैन नि होइन त्यही हो नि त ब्रेकले थामेन भने थामेन किन यस्तो जङ्गलको बाटो आएको भने अब म घर पुग्न लागेँ होइन गाइज हेरौँ न साइकल चालेर जानुपर्ने हुन्छ अब बन्द हुन्छ टाइममा भिडियो नै बन्द हुन्छ हेर्दै जानु होइन भिडियो चाहिँ आफै बन्द भइरहेको छ म केही भन्न सक्दिनँ के भयो यहाँ कराक आउँछ के भयो होइन गाइज ल साइकलले धोका दिन थाले गाइज ल के भयो त यो चल्यो चल्न चाहिँ चलिसक्यो होइन कस्तो आइरहेछ भन्ने हो क्वालिटी ला हेर्नु अब कस्तो देख्दो रहेछ यहाँ रोकौँ होइन गाइस यहाँ इधर बहुत जोखिम है अब जाऊँ न अब यसमा चाहिँ क्वालिटी कस्तो आइरहेछ एङ्गल कस्तो आइरहेछ थाहा भएन मजा आइरहेछ चलाउनलाई र गाइस म चाहिँ मर्न आँटेँ अब मर्छु होला छैन हावा भर्नुपर्छ अब
आफ्नै हामी चाहिँ आइसकेको छौँ घरमा। अब साइकलमा के प्रब्लम आयो ए एउटा रिङको नै उडेछ। चक्का लगाएर हाम्रो साइकल अब म चाहिँ साइक्लिङ गरेर अब के अरे आएर बसेर अब खाना खानु लाग्यो अनि भिडियो एक्सपोर्ट हुँदैछ। मेरो हल्का मोबाइल चाहिँ राम्रो छैन होइन। खाजा चाहिँ त्यति छैन आज साग र अन्डा रहेछ। अब घिउ यहाँ छ अनि खान्छु म। अब मेरो स्कुलको बेला पनि भइसक्यो। अब नेक्स्ट भ्लगमा भेटौँला। थ्याङ्क यू फर वाचिङ है गाइज। मलाई सपोर्ट देखाइदिनु होला। फर्स्ट भ्लग हो त्यति राम्रो पनि छैन अनि क्यामेरा एङ्गल पनि मिलेन छ मेरो। नभए अरू सबै ठिक थियो। भोइस पनि राम्रै आइरहेको थियो। केही नहाल्ने ल गाइज सी यू लेटर।